चाहिँ हामीहरू जू घुम्न आएको छौँ। बज्जू आमा छोरी पापा छोरी यता फुपू लुजुम चलो चलो चलो। ल ल ल ल हामी चाहिँ लाग्छ रियलै हो जस्तो लाग्छ। ओहो यो त मलाई रियलै जस्तो लाग्यो है। है यो चाहिँ के हो यो नेपाली वाह पेलिकन अरे यो चाहिँ कत्रो यसले पेलिकन ए माछा खान्छ नि यो चाहिँ सेतो गरुड मयूर सालको तर कस्तो अलिकति टल्किने रहेछ सिसामा चाहिँ। अहिले त यो पनि देखेँ यो भुइँ कछुवा यो पाखा वनतिर हुनसक्छ है यिनीहरू चाहिँ। यो चाहिँ सिमाङ अरे तर अलिक पुरा टल्केर नदेख्ने चितुवा यो सिसामा राखेर पुरा टल्किने भएको रहेछ। गोही कहाँ डर लागेर हुन्छ खेल्ने हो नि बहिनीलाई डर लागेन ए बान्सिका डर लाग्यो कि नै छैन इवान्सिका लाग्यो डर लाग्छ। पहिला पनि हाम्रो नानी त डराएको पो यहाँ त रुखको पो त यो त भयो अब भयो अब अलिअलि खेल्दै खेल्दै हिँड्ने हामी ल पर टाइगरहरू हेर्नु जानुपर्छ। बहिनीलाई पर्खेको आऊ न सुलुलु आऊ न सँगै चढ्ने अरे बहिनीसँगै चढ्ने आउने अरे बहिनी उता सिडीमा चढ्नु गाह्रो भयो। ल ल ल ल 3 2 1 गो वाह ओइ ओइ बहिनीको नानी निधारमा हान्यो अब भयो है नानी आउनुहोस् छिटो छिटो गो छिटो छिटो उठाए बहिनीले फेरि लात्ताले हान्छ ऊ रतुवा मिक्क फ्यान्सी यता फर्केर हेर त मलाई कोसँग हिँडेको तिमी सुनिन है मैले त पापा छोरी हो जरायो देख्यौ सुतिरहेको देख्यौ जबकि के नामहरू लग्ना चौरिङ्गा र चौका अरे गाई त छैन कता लुकेर बस्यो होला नील गाई हो कि के अरे हो नील गाई गाई जस्तो रहेछ यो त बदेल 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 हेऱ्यौ बदेल 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 ओइ डर पो लाग्छ कत्रो हो यसको पनि दारा हुँदो रहेछ नि हेरौँ न एकपल्टको दारा ओ जलगैडा मै कसरी खाँदो रहेछ हो पानीमा खेलेको छैन त्यसो भयो होला है
मान्छेका यो के हो के हो यो भन त लु के हो गैडा के हो भनिदेऊ त ल जल गैडा जल काटेर दुईटा यता एउटापट्टि यतापट्टि उठ्यो उठ्यो ओ माई गॉड आयो 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 ऊ तल गयो ओ कत्रो ठुलो एउटा चाहिँ अल्छीले सुतिरहेको छ एउटा चाहिँ हिँड्नु छ है सबैजना धेरै मान्छे भनेपछि वाक गर्दै रातो खालको मङ्की रहेछ यो घाँस खाइरहेको रहेछ एक सिङे गैडा दुई सिङे पनि हुन्छ हुँदैन होला गैडा गैडाले घाँस खाँदैछ यिनीहरूको त नि एक सिङे गैडा धेरै हो आयो भने यसले हामी आउन सक्छ यहाँ बार लगाएको छ नि त यहाँ यसले भरे बाहिर निकालेर पनि हेर्नुपर्छ ल पवन कालीलाई बाहिर निकाल्छ नि सानो त्यो तिम्रो लुगा त खत्तम गर्ने पर्यो है प्रकारको धेरै प्रजातिको हुन्छ बाँदरहरू मोना मङ्कीहरू ऊ यता माथि ऊ माथि हेर न बच्चा छुट्टै खालको कलर हुन्छ फर्स्टमा कालो कालो हुँदो रहेछ अनि पछि रातो हुन्छ ठ्याक्कै उयो रहेछ बाघको जस्तै टिकटिक परेको ओ अलिक नजिकमा आउनु न यता हेलो सानो हेलो भन न हेलो मेरो मम्मीको पुर्खा हो भन्दै मेरो पापाको पुर्खा हो भन भागो भागो हेलो भन न के दिन्छ भनेर हेरेला हामीले जे पाइ त्यो दिनु मिल्दैन बिरामी हुनसक्छ कालो मङ्की हेर न हेलो ओइ हेर न ठुलो रहेछ नि यो त
आज होला नजिकबाट देख्नु पाएको म त पहिला पनि आएँ तर यसरी नजिकबाट देख्नु पाएको थिइनँ त्यहाँ उयो झार्छ नि फेरि त्यसले इमो अरे ऊ परेको चाहिँ अस्ट्रिच यो चाहिँ इमो अरे जान्छ हेर्दा चाहिँ यस्तो यस्तो देख्ने हाप्सिला कता चखेवा चखुई लब्बड भन्छ नि चखेवा चखेवीलाई लब्बड भन्छ चखेवा परे चखेवा चखेवी इसको नाम सारत बेसुगा रुखसुगा कल्क परेवा कालिज नेपाली कालिज पोथी मयूर रहेछ यो चाहिँ भाले मयूरको लामो प्वाख हुन्छ मयूर मयूर कालो धनेश घरमा गएपछि हेर्न पाउँछ पाउँदैन उसको मामुसँग मात्र बोल्छ हामीसँग बोल्दैन कस्तो यिनीहरू त बिरामी भएको छ नि ग्रिन ट्याली जापानिज ग्रिन ट्यालिस अरे लेज सेतो कालिज कुटाइ अहिले उता उ हेर उ मकाउ माथि र मकाउ तिमी काउ हो त मकाउ तिमी काउ हो वाउ प्यारट रहेछ है भनेपछि अनि त बेसरी हिमाली गिद्ध अरे चिल यो चिल र गिद्ध चाहिँ सँगै राख्ने रहेछ है वा वा गिद्ध गिद्ध ए त मान्छे खान्छ नि धेरै ल्याङ नगर है उडाउँछ पखेराले देख्यौ ओ माई गड देख्यौ ओ गिद्ध 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 सेल 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 दौडेको खैरो वाला स्याल कुरा चाहिँ फिलिली कुदेको छ है स्याल त्यसरी हुन्छ नि कहिले कराएको सुन्छु म कहिले काहीँ गर्छ यिनीहरू गरा सानो स्याल कसरी कराउँछ स्याल 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 अरे मल नपुगेर होला नि यिनीहरूले खोसेर होला नि यो स्यालहरू के भोलि अनि कराउँछ दिउँसोभरि कहाँ जान्छ होला है सुत्छ होला नि कहाँ गर्छ यिनीहरू मलाई लाग्छ स्याल
यो कुदे छ यो चाहिँ कुदेकै छ। हिउँ चितुवा अरे माथि हिउँमा देखिने चितुवा सेतो हुन्छ नि, सेतो टाटे पाङ्रे रहेछ नि हिउँ चितुवा। कहाँ छ सार्क? यहाँ सार्क पनि पाउँछ र? मछली जल की रानी है भन। के रहेछ सानी? के रहेछ पापालाई भन्ने के छ? माछा माछा। मेरो छोरी पर जियान्छे। हेलो ए बान्छे जियाजी लु आऊ है आऊ लु अब हामी घुमिसक्नु लाग्यो। अब जाने घुम्दै जाने हो। जुवाएर पनि घुमिसक्नु। काठको कछुवा पनि बनाएको रहेछ कि यहाँ चाहिँ। काठको कछुवा यहाँ छ। तिमी पनि चिनी कछुवा गर। यहाँ पनि छ कछुवा। आज हामीले छिट्टो घुमिसक्यौँ। आज र ज्यान्सीको पापा आऊ। ज्यान्सी आऊ। हाल्नु पर्छ नि के छ र? युट्युबमा हाल्नु।